हेलो गाइस, वेलकम छ सोनिया चाहिँ भ्लगमा। आज चाहिँ म बिहान बिहानै प्याज उखाल्न आएको छु। यहाँ चाहिँ प्याज उखाल्ने काम भइरहेछ। यसरी यसो गर्ने अनि यसो गर्ने अनि यहाँ हाल्ने, यति चाहिँ गरिसकेको छु। अब म चाहिँ अरू पनि उखाल्न आएको छु। अहिले चाहिँ म एक्लै छु होइन। अहिले चाहिँ म एक्लै यहाँ प्याज उखाल्दैछु छु। मम्मी चाहिँ त्यहाँ माथि घाँस काट्न लामै छ, त्यहाँ माथि हुनुहुन्छ। अहिले चाहिँ म यहाँ यति छ अनि यहाँ तल त्यहाँदेखि त्यहाँसम्म छ। यो सबै आज उखालेँ। अब कति सकिन्छ अहिले बिहानमा त्यतिको उखाल्ने। अहिले चाहिँ प्याज त्यस्तो राम्रो छैन किनभने यो सबै यसरी फुलेको छ। यो चाहिँ यसरी फुल्यो भने काम लाग्दैन नि त। अनि यस्तै हाम्रो चाहिँ सबै प्याज फुलिदियो क्या यसरी। अनि यो फुलेपछि चाहिँ यसको स्वाद पनि मिठो हुँदैन क्या। भित्रपट्टि चाहिँ कस्तो नमिठो स्वाद हुन्छ, त्यो सारो हुन्छ क्या भित्रपट्टि। त्यही भएर पनि सकेसम्म फुल्न चाहिँ दिनु हुँदैन। म चाहिँ अहिले प्याज उखाल्न आइरहेको छु। हुन्छ यसरी उखाल्दै अब त्यो काम सक्नुपर्ने हुन्छ आज चाहिँ। ल सुरु गरौँ है त। सुरु गरौँ म प्याज उखाल्नको लागि। स्टार्ट। तपाईँहरू पनि हेर्नु, प्याज उखाल्न सिक्नु आउँछ होला। म चाहिँ आजदेखि ब्लग बनाउनु स्टार्ट गरिरहेको छु। आजदेखि मेरो डेली ब्लग आउँछ। स्टार्ट। यो चुटिनु भएन नि, यो चाहिँ चुटिनु हुँदैन किनभने यसलाई बाँधेर राख्नुपर्ने हुन्छ। यो चाहिँ सानो सानो छ भने चाहिँ फुल्केर आउनु रहेछ। यसपालि धेरै राम्रो त फले होइन। यसरी चुट्यो भने चाहिँ कुहिन्छ क्या छिटो। यसरी चुट्यो भने छिटो कुहिनु भने चाहिँ हामीहरूलाई चाहिँ यसरी पातैसँग चाहिन्छ। यति हजुरहरूलाई बिचबिचमा देखाउँदै गर्छ। अहिले भर्खर यहाँ दुईवटा मात्र सकिएको छ। त्यति भइसकेको छ। अब यो चाहिँ तल त मम्मी त्यहाँ घाँस काट्न भयो। अनि यहाँ चाहिँ मकै रोप्ने। मकै होइन, अब चाहिँ काँक्रो, किनभने सानो काँक्रो देख्न सक्नुहुन्छ। यस्तो भएको छ, काँक्रो रोप्नु भन्नुहुन्छ। प्याज हजुरसँग फेरि मिल्छ है त। म पछि यति पहिला उखालौँ, त्यसपछि मिल्छ हजुरसँग। बिचबिचमा देखाउँदै पनि गर्छु। धेरै गाह्रो छ यो, तर बारी साह्रो छ क्या। अहिले साह्रो छ नि त, त्यो भएको भएर चाहिँ अलिक गाह्रो छ। पानी आइरहेको छ तैपनि साह्रो किन भएको छ भने चाहिँ यो प्याजमा चाहिँ हामीले मलहरू हालेर नि त, सायद त्यो वजह त्यसले पनि हुनसक्छ। थाहा छैन किन साह्रो छ। सायद यो प्याज बिग्रेको पनि छ। त्यही फुलिसकेको छ, त्यो भएपछि जरा धेरै ग्रिप बनाएर बसिरहेको हुन्छ। त्यही भएर उखाल्न नसक्ने भएर होला। म चाहिँ सकिनँ। हजुरसँग पछि मिल्छ। यहाँ चाहिँ प्याज बोकिरहेको छ पछाडि। अब देखाउनु यहाँबाट हातले क्यामेरा समातिर यहाँ बनाउनुपर्छ।
यहाँ तलबाट अब जाउँ है त। मकै रोप्या छ है, बडा मकै हो। यहाँ चाहिँ यहाँ तल जानुपर्छ। मेरो चाहिँ प्याज लिन मैले प्याज राखेर घरमा अब आइसकेँ। अब जाउँ। यो चाहिँ सबै मकैबारी मकै गोडिसकेको छ। म अलिकति देखाउँछु पाटहरू है। यो चाहिँ हाम्रो गाउँ हो। यो चाहिँ पुरै पाटो सकियो छ, यहाँ छ है, त्यहाँ छैन हो। यहाँ चाहिँ पुरै बाटो सकियो। यो चाहिँ सबै मैले उखालेँ। एक डोको घरमा पुरै अब यति बाँकी छ, यति चाहिँ छ। यो चाहिँ बहुत तलबाट हो र। त्यहाँ ड्याडी चाहिँ प्याज उखाल्दैछन्। यता हेर्नु ड्याडी, हेलो भन्नु। त्यो प्याज भन्नु। अब यहाँ यति छ। मम्मी चाहिँ त घाँस खान जान्छ। मम्मी त हेलो भन्नु भन्दैन। कसैले पनि मेरो भ्लगमा हेलो भन्दैन। हो यसरी हेलो भन्नुभयो नि त। म प्याज उखाल्छु। अब अलिकति बाँकी छ। मैले चाहिँ अहिले चाहिँ यति लिएर आएँ होइन, दुईचोटिमा यति लिएर यो चाहिँ सुकाउने। आज घाम लाग्यो भने चाहिँ, तर मौसम ठिक छ। आज घाम लागेको छ जस्तो छ होइन, मौसम यस्तो छ। फेरि अहिले यस्तो मौसम भएको एकछिनपछि फेरि मौसम बिग्रिहाल्छ है, पानी सानी आइहाल्छ। त्यही भएर अहिले चाहिँ यस्तो छ। मेरो कपाललाई इग्नोर गर्नु होला, के हुने, किनभने अहिले भर्खर माटो मार्छ घाएको के लाउनु। मेरो अनुहारलाई चाहिँ इग्नोर गर्ने यस्तो काम गरेँ। अब म चाहिँ खाना बनाउनुतिर लाग्छु। पहिला खाना बनाऊ, हात सात धुऊँ अनि खाना बनाऊ। फेरि आज पानी पनि आएको छैन क्या, पानी पनि बन्द भइरहेछ। त्यो भएर अलिकति गाह्रो छ। यहाँ पानी छ जम्मा गरेर राखेँ। त्यही पानीबाट हात सात धुन्छु म चाहिँ। अब हातहरू धुनु पऱ्यो है, हातहरू धुनु पऱ्यो। ढोका बन्द गरेर गएको थियो, ढोका सक्नु पऱ्यो। खाना रेडी गरेर फेरि म चाहिँ तल जान्छु। तल गएर फेरि खाना गएर ल्याउनुपर्छ यो प्याजहरू। अब चाहिँ मजा त अहिले सकिन्छ होला होइन, सक्नुहुन्छ होला। त्यही भएर मजा हात गोडा त चाहिँ मैले मुख बन्द धोइसकेको छु। मुख पनि धोइहालेँ होइन, हात मुख धोएँ। घाम गोडा चाहिँ धोइनँ, किनभने फेरि त्यही बाटोमा जान्छ। पानी अहिले छैन, त्यसो अलिअलि गरेँ। अब खाना बनाउनुतिर लागौँ है त। एकदम खाना बनाऊ। बत्ती आएको छैन, आएछ बत्ती चाहिँ। खाना बनाऊँ है। अब आगो बाल्नुपर्ने हुन्छ, किनभने हामी खाना चाहिँ आगोमै पकाउँछौँ। अब यहाँ आगो बाल्नुपर्ने हुन्छ होइन। यहाँ चाहिँ अब चाहिँ सधैँ प्रायः जस्तो सधैँ आगोमै खाना बनाउँछौँ, किनभने त्यस्तै कि अब
छ नि त ग्यास पनि छ भयो भने अब आगोमा पकाउँ। मम्मीले भन्नुहुन्छ आगोमा खाना पका अनि पाहुनाहरू आएको बेला चाहिँ ग्यासमा हुन्छ सजिलो ग्यास सिधिँदैन। पाहुनाहरू आएको बेला त ग्यास सिधिन्छ होइन आगोमा पकाएर मैले लाइटर लिएर आउनुपर्छ लाइटर चाहिँ ड्याडीसँग हुन्छ त्यही भएर मैले बिर्सेँ चाहिँ लाइटर लिएर आउनु चाहिँ केही छैन। म ग्यासबाटै आगो सबै ट्राई गर्छु के विधि ब्लर भयो क्यामेरा यति हेर्छौँ ब्लरै थियो क्या क्यामेरा हो चाहिँ आगो सल्काउनुलाई के चाहियो अन्त यहाँ चाहिँ हाम्रो दाउरा राखेको छ होइन यसरी दाउरा राखेको छ दाउरा छ। अब आगो सल्काउनु केले भन्दाखेरि चाहिँ भेटिसकेको के रहेछ लाग्यो यसरी हावा सल्काउने अब के सल्काउनु त होइन यसले अब छिटो सल्काउँछ यो म्याटो यो चाहिँ बिग्रेको म्याटो काम लाग्ने भएर राखेँ होइन। म पहिला आगो सल्काउँछु अनि हजुरसँग भेट्छ है त यहाँदेखि सक्नुहुन्छ आगो सल्किसकेको छ होइन आगो सल्काइसकेको छु। अब चाहिँ म खाना बनाउनुतिर लाग्यो खाना रेडी गर्छु है होइन खाना बस्छ दिनको अनि त्यसपछि सब्जी तरकारीहरू काट्ने तयारी गर्नु पर्ला। ठिक छ तरकारी चाहिँ के पकाउने भन्दाखेरि अब भएको यही आलु र प्याज ल्याएकै प्याजै छ त्यही आलु र प्याज पकाउनु टेस्टी खाना बनाएर हजुरसँग भेट्छ है त। यता चाहिँ खाना बनाउनलाई राखिदिइसकेँ होइन यहाँ खाना बन्छ हो राखिदिइसकेँ। अब चाहिँ म माथिबाट आलु ल्याउनु पऱ्यो किनभने यो आलु चाहिँ खाने होइन यो चाहिँ रोप्ने आलु यो चाहिँ यसमा चाहिँ औषधीहरू हालेको छ त्यो चाहिँ खानु मिल्दैन नि त त्यही भएर अब माथि यहाँ चाहिँ भन्न काट्छु किनभने लाइट बाले पनि छैन झ्यालकोले पनि छैन म झ्यालको चाहिँ लाइट फाल्छु है क्या है अरे त सारा चिज सॉरी और इधर आलू है ये खाने का आलू है तभी इसको लेके जाते हैं नीचे। इसको 1 2 3 3 से तो बस हो जाएगा शायद हम 3 ही लोग तो है भाई इतना भी कौन खाएगा। हाँ 3 से बस हो जाएगा। लाइट ऑफ कर देते क्योंकि लाइट ऑन किया मम्मी का डांट सुनना पड़ेगा। इसको सब करते हैं रुको ट्रांजिशन करते 3 2 1 रेडी भयो ठिक छ। मैले चाहिँ खाना रेडी गरेँ यहाँ यो चाहिँ काटिसकेको छु रेडी गरिसकेको छु अनि यहाँ चाहिँ प्याज र लसुन पनि कट गरेर राखिसकेको छु होइन तेलहरू चाहिँ हेर्छ। अब खाना चाहिँ पाक्नु लाग्यो यो खाना पाकिसकेपछि चाहिँ अनि म सब्जी बनाएर फेरि मलाई तल जानुपर्ने हुन्छ हाम्रो चाहिँ एउटा बिल्ली पनि छ सबसे बदमाश बिल्ली इतना बदमाश है। त्यसमा खाना बनाएर हजुरसँग भेट्छ है त बाई बाई। अनि अरू यति सकिसकेछ अब यति मात्र बाँकी छ। पानी धेरै पऱ्यो त्यही भएर पानी पर्नु सुरु भएर चाहिँ हामी प्याज यहाँ राख्दैछौँ। पहिला चाहिँ त्यहाँ थियो त्यहाँ सफा गर्दैछौँ यहाँ प्याज भएको अब यहाँ राख्थेँ यहाँ र त्यहाँ सफा पानी आयो पानी आइसक्यो त्यही भएर चाहिँ प्याज माथि राख्थ्यो हामीले चाहिँ कुरकुर गरेर सायद देख्दैन पानी ठुलो परिरहेछ। ब्लग चाहिँ अब यति नै भयो होइन ब्लग यतिमै एन्ड गर्छु म चाहिँ आज किनभने अब ब्लगमा भन्नु केही छैन काम पनि केही छैन किनभने अहिले म सुतेर भर्खर उठ्दैछु काम पनि केही थिएन पानी परिरहेको छ अहिले चाहिँ यस्तो
यस्तो छ मौसम अहिले चाहिँ राम्रो छ भनौँ। हल्का कालो बादल छ माथिपट्टि होइन, हल्का होइन अलिकति कालो बादल छँदैछ। अनि आजको चाहिँ काम यति नै थियो। अब कामहरू केही छैन, अब देखाउने कुरा पनि केही छैन। अब बेलुका पनि त्यही रुटिन, अब खाना बनाउने, खाने भने त्यही काम केही छैन। अब चाहिँ म यति नै, यो भ्लग यतिमै एन्ड गर्न चाहन्छु होइन। हजुरहरूलाई मेरो भ्लग कस्तो लाग्यो हेरेर, अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अनि साथसाथै लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि गरिदिनु होला। मेरो भ्लग कस्तो लाग्यो हजुरहरूलाई। यो चाहिँ बिरालो छ, यो चाहिँ बिरालोहरू बसिरहेछन्। ल बाई बाई। हजुरहरूलाई कस्तो लाग्यो लाइक, कमेन्ट, सेयर चाहिँ गर्नु नबिर्सिनु होला। फर्स्ट सब्सक्राइब पनि गरिदिनु होला है त। बाई बाई। यस्तै यस्तै भ्लग हेर्नको लागि। भ्लग कस्तो छ, किनभने मलाई भ्लग बनाउनु आउँदैन। म पनि ट्राई गर्दैछु भ्लग बनाउने है। अहिले चाहिँ धेरै पछि मैले भ्लग बनाइरहेको छु, त्यही भएर कस्तो लाग्यो सुझाव सल्लाह दिनु होला। बाई बाई।